Hello everyone, yes, so welcome back to my YouTube channel अनि हलिडे सुरु यो अनि त यति बेलुका त के भन्नु बेलुकै छ हल्का अनि कहाँ जान लायो भनेर सुनिरहेर हैन हामी चाहिँ फाइनली जान लागिरहेका छौँ कहाँ भनेर चाहिँ हजुरले अगाडिको कमेन्ट अनि टाइटलबाट आफै सक्नु भएको होला म चाहिँ एकदम रेडी भएर अनि मेरो आज अनि अहिले चाहिँ म हेर्छु गाडी कुद्दैछु अनि दाइहरुलाई पनि रोक्दैछु त्यो साथीहरुले स्ट्रेटै उठेर्दै गर्नु होला आजको दिन कस्तो हुन्छ खबरले म देखाइनै हाल्छु नि होला guys, welcome back to my YouTube channel. हामी चाहिँ फाइनली हाम्रो मेन लोकेसनमा आइपुगिसकेका छौँ अनि मेरो साथमा हुनुहुन्छ सुनिता दिदी वेलकम छ मेरो ब्लगमा थ्यांक यू सो मच आशिका साथी पनि हुनुहुन्छ वेलकम छ हजुरलाई पनि घरै हो अनि हामी चाहिँ आइपुगेको छौँ 26 12मा फाइनली हाम्रो मेन लोकेसनमा आइपुगिसक्यौँ फाइनली आएर छौँ हैन हामी चाहिँ घुम्नको लागि आएको अहिले चाहिँ हामी चाहिँ हैन घाम नलाग्दै आएको हो तर घाम चाहिँ टलक्क टल्किसकेको छ यतातिर पनि हो घाम लागिरहेको हाम्रो अनि आइरहेको छ म त फेरि यस्तो उठ्ने गरी देखाएको छ उता है म त खासै म देख्दिनँ म एकदम राम्री लड्कीहरूलाई देख्न सक्नुहुन्छ बोल्न त सक्यो मलाई अलिक इन्ट्रेस्ट लाग्दैन जतै पिकनिक खानेको भिडभाड छ यता देख्न सक्नुहुन्छ यो चाहिँ हो अहिले चाहिँ हामी होइन खाजा खाएर पनि यता माथि ओर्लिँदैछौँ माथितिर घुम्नको लागि अब हामी हल्का फोटोसुट गरिदिउँ न होइन अलिक टल्किरहेछ घामले माइन्ड नगरिदिनु होला भन्न चाहन्छु कस्तो टल्किरहेछ क्या अब के यो घामले गर्दा पनि हो अब हामी हल्का फोटो खिचिक्का गर्नुपर्ने हुन्छ यतै भन्ने एउटा गाउँभरि अनि मलाई कस्तो देखेछ रुको जरा सबर करो अनि साथीहरु घुम्न गएपछि टिकटक नबनाउनु त फेरि कुरै भएन हैन त्यही भएर मैले हल्का टिकटक चाहिँ बनाएँ हेर्नु होला तपाईहरु अनि एउटा चाहिँ हामीले फनी वाला गेम पनि खेलेको थियो त्यसमा चाहिँ भोइस कभर गर्दैछु भोइस चाहिँ हटेछ साथी त्यही भएर सो हेर्दिनु होला यो चाहिँ हो हेटौडा शहीद स्मारकको नाइट भ्यू साथीहरु हेर्न सक्नुहुन्छ हजुरले दिउँसो भन्दा चाहिँ नाइटमा चाहिँ क्या बवाल देख्दै रहेछ स्मारक जस्तो बल्ल बल्ल हेर्नु होला साथी नाइट भ्यू बवाल खाओ ओ माय गॉडनेस हेर्नुस् त क्या खतरा हेर्नुस् बल्ल चाहिँ स्मारक हेर्नुस् हाम्रो दाइहरु हाम्रो दाइहरुले गर्न काम गर्दै हुनुहुन्छ ओ माय गॉड हेर्नु न ओइ ताल अब रुख हेर्नु न ओ माय गॉड छड्के त परानी बाय बाय हेटौडा स्मारक फेरि भेटौँला नेक्स्ट टाइम
see you again. है त गाइज अब हामी कताको हो थाहा छैन हेर्नु न ओ माई गड हेर्नु हेर्नु ललाई काम चाहिँ गर्छ है माई गड हेर्नु त यहाँ बाइक हो गणेश जाँदै छैन हेर्नु न यहाँ ओ माई गड यो यहाँ बस मात्र अघि नै मैले गरेको थिएँ कि रोटी पिङ खेल्दाखेरि अनि रोटी पिङ खेल्दाखेरिको भिडियो चाहिँ क्याप्चर गरिनँ अनि साथीहरू यहाँ बस मात्र थियो 70वटा बस अनि त्यसपछि यो सामान बोक्ने गाडीहरू त हिसाबै नगर कति चाहिँ थियो अनि पिकनिक खाने ठाउँ पनि खाली थिएन यसको बारेमा विस्तृत जानकारी म अहिले घर गएपछि भन्छु अहिले भन्ने हालतमा छैन त्यही हो साथी यतिकै छ हजुरलाई मेरो भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेर्नुको लागि मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब टन चलाएर गरिदिनु होला अनि त चाहिँ एकदम रमाइलो भइरहेको छ पछाडि मल देख्न सक्नुहुनेछ होइन अनि साथीहरू हाम्रो दिन चाहिँ यस्तै भयो अनि हजुरको दिन कस्तो रह्यो कमेन्ट बक्समा गएर भनिदिनु होला अनि हजुरलाई मेरो भिडियो कस्तो लाग्छ त्यो पनि कमेन्ट बक्समा गएर एउटा कमेन्ट लेखिदिनु हजुर